यस्तो छ यो गुफाभित्र केटा लाइट बाला त्यहीबाट स्वर्ग जाने त्यहाँ लाइट बाला त त्यही त देखिनु स्वर्ग जाने बाटो यही हो त्यहाँ त्यस्तो छ गाइजहरू मेरो फोन गर्नु केटा हेर्नुहोस् यहाँ टलक पुरै अँधेरो छ यार हामी यस्तो उसमा हिलोमा है के गर्ने त अनि अब यस्तो राम्रै छ अब अन्धाधुन्ध छ विचित्र गुफा राम्रै छ भनौँ अब ठिकै छ ठुलो छ विचित्र गुफा माथि कत्रो राम्रो छ हामी हिँड्यो हामी झर्न लाग्यो सबै ल हामी जान थाल्यो यता हेर्न जाने हो र हेर्न जाने हो ल जाउँ केटा हो त्यसमा लाइट बाला त कता कता हो ओके हो यता भुइँमातिर नि लाइट बाला न मैले भिडियो गर्छु ल ल साना पालभित्र छिर्दैछौँ यो सानो छ या ठोक्क्यो यार आनन्दले केही सुनेर न ब्याक ब्याक पुरै चिप्लो पाल छ राम्रो छ न एकदम अहिले राम्रै रहेछ एकदम खतरा ल हामी गुफाबाट निस्किँदैछौँ यहाँ फोटो खिच्न अलाउ छैन फोटो खिच्न अनुमति छैन हामी त्यसै पनि फोटो खिचेका छौँ ऊ पारी हाम्रो गेट देख्नुहुन्छ यस्तो टल्किङ हेर्न र पत्थरहरूले बनेको हामी त्यस्ता भित्रबाट आयौँ